ल नमस्कार साथीहरू। आज यसो सानो मेरो फर्म विस्तार गरेको भिडियो सेयर गर्न गइरहेको छु। यस्तो छ मेरो मौरी पालन। यहाँ यो भनेको हिजो मात्रै ल्याएको नयाँ मौरीहरू। यिनीहरूलाई लगभग हप्ता दिनपछि आधुनिक घरमा शिफ्टिङ गरिन्छ। यस्तो छ अवस्था मौरीहरूको। यो अस्ति पुस महिनामा विभाजन गरेको मौरीहरू यो, अनि यो भयो। यिनीहरू पनि हिजो अस्ति ल्याएको नयाँ मौरी नैहरू हो। यिनीहरूलाई हप्ता 10 दिनपछि आधुनिक घरमा शिफ्ट गरिन्छ। अझै जङ्गलमा 1-2 घर बाँकी छ ल्याउनु पर्ने। एकैचोटि ल्याउनु पनि बाँच्छ भनेर यो पनि हिजो ल्याएको नयाँ मौरी नै हो। आज एउटा ल्याउँछु, पर्सि निकोर्सि हुँदै राख्ने ठाउँ तयारी छ। यो एरिया छ मैले मौरीलाई व्यवस्थित बनाउने सोचेर भर्खर विस्तार गरेको यो एरिया। यसरी घाँस खेतीसँगै यहीँभित्र मौरी पालन पनि गर्ने सोच बनाएर यसरी तयारी छन् मौरीको घर राख्ने ठाउँहरू। यस्तै चाहिँ साथीहरू गाउँले जिन्दगी, व्यवसायी जिन्दगी।